JLPT को एक्जाम दिन जानुभन्दा अगाडि नबिर्सिकन चेक गर्नुपर्ने 4वटा कुराहरू र एउटा बोनस टिप। आइतबार JLPT को एक्जाम छ। जापानमा मात्र नभएर नेपालमा र अरु देशमा संसारभरि हुँदैछ। त्यसका लागि के तयारी गर्ने त? फर्स्टमा छ घडी। घडी बिर्सिनै भएन, किनकि त्यहाँ यति मिनेट बाँकी छ भनेर अनाउन्समेन्ट हुँदै हुँदैन। सिधै टाइम सकेपछि मात्रै घन्टी बज्छ र लेख्नलाई रोक भन्छ। तत्पश्चात लेख्न पाइँदैन। तपाईसँग घडी भयो भने तपाईले टाइम आफूलाई म्यानेज गर्न सक्नुहुन्छ र यस्तो स्मार्ट वाच युज हुँदैन। तपाईसँग एनालग वाच हुनु पर्यो। यस्तो खाले छ कि छैन? छैन भने तयारी गरेर राख्नुस्। यसले पनि तपाईलाई टाइम म्यानेजमेन्ट गर्न र अन्तिमको 2-3 मिनेट मानौ बाँकी क्वेशनहरु छन् भने पनि सरसर टिक मात्रै लगाइदिनु भयो र 1-2टा मिलेर त्यसैले गर्दा पास पनि हुन सक्नुहुन्छ नि। सेकेन्ड, तपाईले चेक गर्नुपर्ने कुरा भनेको चाहिँ एडमिट कार्ड जिक्के हो र तपाईको आइडी कार्ड। अब जाहेर कार्ड त बोकेर हिँड्नै परिहाल्छ, बोकिहाल्नुहुन्छ। तै पनि त्यो दिन विशेष नबिर्सिनु होला। यदि तपाईको जिक्के हो एडमिट कार्ड चाहिँ आएको छैन रुममा भने तपाईले लगइन गरेर डाउनलोड पनि गर्न सक्नुहुन्छ र लगइन गरेर डाउनलोड पनि कुनै हिसाबले गर्न सक्नु भएन भने एक्जाम सेन्टरमा गएर तपाईले इस्यु गराउन सक्नुहुन्छ, जसको लागि अलि छिटै जानु होला, भिड हुन सक्छ। तेस्रो नम्बरमा भनेको चाहिँ पेन्सिल र इरेजर हो। अब त्यो त तपाईलाई थाहा छँदैछ। पेन्सिल छुट्टै र इरेजर छुट्टै भयो भने सजिलो हुन्छ। र पेन्सिल यस्तो खाले पेन्सिल हैन कि यो मोटो खाले पेन्सिल HB पेन्सिल लैजानु र यो मोटो तिखार्नु पर्दैन। मोटो भयो भने मार्क गर्न टाइम कम लाग्छ, पातलोले टाइम लिन्छ। टाइम म्याटर्स। चौथो भनेको मोबाइलको फोन साइलेन्ट मात्र नभएर स्विच अफ गर्नुपर्छ एक्जाम भरि। थाहा छँदैछ। जस्ट इन केस तपाईले स्विच अफ गर्न चाहिँ बिर्सिनु भयो, साइलेन्ट मात्रै राख्नु भयो र अलार्म बज्यो। अब स्कुलमा जान कता के कामको लागि अलार्म राखिन्छ नि, हो त्यो चाहिँ पर्यो त्यही टाइममा र बज्यो, सानो भन्दा सानो आवाज बज्यो भने तपाईलाई एक्जामबाट निष्कासन गरिन्छ र सिधै फेल। त्यसैले अलार्महरु चेक गरिहाल्नुस्, भोलिपल्ट बज्ने पो छ कि भनेर। बोनस टिप, तपाईको एक्जाम सेन्टर चाहिँ कुन युनिभर्सिटी कहाँनेर छ एकदम कन्फर्म गर्नु होला। कहिलेकाहीँ कस्तो हुन्छ भने एउटै युनिभर्सिटी हुन्छ तर डिपार्टमेन्ट ब्लकहरु फरक भएर तपाई चाहिँ अर्को ठाउँमा पुगेर खोजिराख्नुहुन्छ, त्यति बेलासम्म टाइम सकिसक्छ। त्यसैले छिटै जाने र आफ्नो एक्जाम सेन्टर चाहिँ कहाँनेर हो, कुन ब्लकमा हो एकदम कन्फर्म गर्ने। अलरेडी जिक्के होमा सबै रुम नम्बर सहित नै लेखेको हुन्छ, बस कन्फर्म गर्नु पर्यो। अल द बेस्ट। छेउमा चाइनिज रहेछ भने यसो अलिअलि हेरे नै हुन्छ, तर चाइनिज भन्दैमा सबै मिलाउँछन् भन्ने चाहिँ छैन। ल, अल द बेस्ट। पास हुनुपर्छ है।